नमस्कार साथीहरु र आजको नयाँ भिडियोमा हजुरहरुलाई स्वागत छ र हजुरहरु एकदम आराम कुशलै हुनुहुन्छ भन्ने आशा राखेको छु र म पनि एकदम आराम कुशलै छु र मैले चाहिँ आज चाहिँ ग्वालीदेखि भिडियो स्टार्ट गर्दै छु साथीहरु र अहिले चाहिँ बिहानीको लगभग 8 8:30 9 बज्न आँटिरहेछ र तपाईहरु पनि एकदम अहिले तिहार राम्रोसँगले मनाउनु होला भन्ने आशा राखेको छु। कार्तिक आज 5 गते रहेको साथीहरु भोलिको लागि तताउने ठाउँ यसो साथीहरु अहिले चाहिँ हामीहरुको यस्तो बनाइसकिरहेछ र अहिले चाहिँ भान्जाहरुले त्यति मजाले जानेन नि गर्ने र अहिले चाहिँ यहाँ भेना पनि आइसक्नु भइरहेछ र अब यहाँ सिलिन्डर ल्याएर चाहिँ यहाँ यसलाई मजाले यहाँ रक्काइदैछ र फेरि हामीहरुको चाहिँ यहाँ कुरोकानी हुँदैछ यसलाई पनि ढाल्नु पर्ने भन्ने यहाँ कुरोकानी हुँदैछ। यहाँ दुईटाले त नपुग्ला जस्तो भयो अरे र अब यसलाई पनि ढाल्नु पर्ने हुन्छ र पानी चाहिँ अघि फेरि यता व्यवस्था गरियो अघिसँग चाहिँ दुईटा काट्ने भन्ने मात्रै थियो र अहिले चाहिँ अब तीनटा काट्नु पर्ने भयो। अहिले चाहिँ हामीहरुले अब दुईटा यता काटिसकेर फेरि यता एउटा पनि अब यहाँ सुरु गरियो यसलाई पनि यहाँ फटाफट बनाइहाल्नु पर्ने हुन्छ र बनाउन लाग्यो। यता मामाले फोर्ने अरे यो चाहिँ यो किसिमले फर्यो। अहिले चाहिँ साथीहरु हामीहरुले चाहिँ आज बिहानैदेखि नै हामीहरुले काम स्टार्ट गरेका छौं किनकि अब भोलि त अब टिकाको दिन भाइ टिकाको दिन त्यही भएर अलिकति अब बनाउन टाइम छैन हुँदैन पनि टाइम र आज हामीहरुले अब बिहानै अलि लगभग बिहानीको 8 बजे जस्तो भइसकिरहेछ र दुईटा चाहिँ भेनाले अघि फोरिसक्नुभयो र अब लास्टमा मैले एउटा फोर्दै छु अनि अब हामीहरुको यो हाँसको कार्यक्रम सकेपछि चाहिँ खसी पनि इराङदेखि आउँदैछ लगभग काङकोपेतिर आइपुग्यो भन्ने खबर पाइरहेका छौं हामीले। के गर्नुको यो चाहिँ रड झेरो र यसमा चाहिँ अब यसलाई व्यवस्थित तरिकाले उने र फाइनली साथीहरु यता देख्न सक्नुहुन्छ हाम्रो चाहिँ तीनटा हाँसको चाहिँ व्यवस्थित तरिकाले भइसकिरहेछ र यो चाहिँ अब सुकिसकेपछि भोलितिर अब यसलाई काट्नु अब तासतिर गइहाल्दा रहेछन् र हाम्रो भेना पनि हिजो बेलुका स्यास जानु भएर चाहिँ म उहाँलाई सोध्न गइरहेको छु के कति मार्नुभयो कि हार्नुभयो म सोध्छु है साथीहरु। ओ भेना कहाँ हिजो कहाँ जानु भएर थियो बेलुका गयो नि तास खेल्न मार्नुभयो कि हार्नुभयो सबै मातेका छन् 80-85 हजार खाइने मेरो आमा अनि त्यसो अन्त अनि त छमछम आइहाल्यो नि त्यसै खसी काटिन्छ हामीहरु खसी ल्याएपछि भेट्नेछौँ। खसी पनि इराङदेखि आइसकिरहेछ। यो खसी चाहिँ कति केजी हुन्छ तपाईहरुले कमेन्ट गर्नु होला। यसको चाहिँ म लास्ट कमेन्टमा म तपाईहरुलाई भन्ने नि छु यति केजी भयो भनेर र तपाईहरु कमेन्ट गर्नु गरियो अब यहाँ ल्याइसक्दाखेरि खसी काट्न आँटेका यहाँ खसीको टाउको फोर्दै अब लास्टमा देखाउने छु हामीहरू लास्ट महिना ओ मामा यो चाहिँ के गर्नु भएको तिमी आएन छैन आज साथीहरु आज चाहिँ अब बहिनीको बर्थडे रहेछ मलाई त थाहै थिएन र अहिले चाहिँ यहाँ भान्जीले भनेर मलाई चाहिँ थाहा भयो। मैले चाहिँ बिहानदेखि काम गरेको कारणले गर्दाखेरि मलाई त्यति साह्रो थाहा नै भएन। मैले फोन पनि हेरेको थिएन त्यसलाई पनि सोधेको पनि थिएन र यहाँ अहिले हामीहरू चाहिँ गएर केक सेक लिएर आयो। यहाँनिर अब देखाएको छैन र अब यहाँनिर अब यसलाई सरप्राइज दिनुपर्ने हुन्छ के कस्तो यसको रियाक्सन आउँछ म तपाईहरुलाई देखाउने छु है त साथीहरु। साथीहरु यस्तै खालको यहाँ रियाक्सन आउँछ कि फेरि मर्निङ साथीहरु र आज चाहिँ नेक्स्ट दिन भइसकिरहेछ र आज चाहिँ कार्तिक महिनाको 6 गते रहेछ भाइटिकाको दिन। देख्न सक्नुहुन्छ फुल एकदम सँगले सुक्छ भनेर हिजो बेलुका यहाँ टाँगेर राखेको रहेछ र अब सनराइज पनि भइसकिरहेछ र अब यहाँनिर फिलहाल यहाँ पकाइ तुलाइको कार्यक्रम हुँदैछ। यहाँ भेना सुरु गरिसक्नु भएको छ म तपाईहरुलाई देखाउने छु र म चाहिँ अघि नै उठेको साथीहरु र अझै 5:55 गइसकिरहेछ। मर्निङ ब्रो लिएर जानु रे ब्रो अब यस्तै छ तिहारको हल्ली चल्ली अब यहाँ खसी अहिले भन्ने
मासु पकाउन रेडी हुँदैछ मासु पकाउन रेडी हुँदैछ र अब यहाँ किटका कराईमा अघि तेल सेल हालेर भेना चाहिँ जुरुक्क उठेर सुरु गरिहाल्नु भएछ र अब यहाँ दिदीहरू पनि उठिसक्नु भइरहेछ चेलीबेटीले नबनाउने भए अब आफै लाग्ने पर्ने भयो भन्दै यहाँनिर र यो किटको कराईमा चाहिँ एकदम बबालै हुन्छ मासु साथीहरू र अब अर्ग्यानिक आगो र अर्ग्यानिक कराईमा होइन एउटा के हो यो हाम्रो भेना चाहिँ उता थाइल्यान्डतिर 2 वर्ष जस्तो कुकिङमा काम गरेर आउनुभएको पकाउन चाहिँ एकदम स्पेसल हुनुहुन्छ है साथीहरू फाइनली साथीहरू खसीको चाहिँ यो किसिम भइसक्यो र अब यो पाक्न लाग्यो र अब भेनाले फेरि यता हाँस ल्याइसक्नु भइरहेछ हाँस चाहिँ सुकेर पुरा खराङ भएछ भेना त कतिको खतरा सुकेछ नि त यस्तरी बबाले भएछ अरे तताइदिएको कराईमा यो चाहिँ झोलको लागि हो साथीहरू झोल सोल हाल्यो अब यहाँ बोसो हालिँदैछ 3टा 4टा यो बोसो चाहिँ अहिले हाल्नको कारण चाहिँ के हो भने बिल्दैन नि त यो बोसो हुन्छ नि त अच्छा यो अब सुक्न बाँकी नै छ नि यो एकखेप सुकेर फेरि एकखेप सुकेर मात्रै अनि अलिक ग्रेभी मात्रै फाइनल्ली साथीहरू अहिले चाहिँ हामीहरूले यहाँ हाँसको लागि कराई पनि बसाइसक्यौँ र कराई चाहिँ यो अलिक ठुलै भयो जस्तो लाग्दैछ म तर पनि यसमा चलाउन एकदम मजाले हुन्छ र अब हाँसको मासु सुकेर यो किसिमको भएको छ र यो पनि लसुन भयो यो पनि लसुन र प्याज चाहिँ यति नै प्याज ज्यादा हाल्यो भने अलिक गुलियो हुन्छ भनेर र अब भित्र खसी उम्लिराखेको छ र बाहिर अब यसलाई चाहिँ एकदम फ्राई मात्रै गर्नुपर्ने र अब र झोलमा चाहिँ यो हुन्छ के हाँस पकाएको उपलक्ष्यमा एउटा डाइलग चाहिँ हाल्दै हुन्छ तिमीसँगै भिज्ने भनी झरी पुर्या बसेछु तिमीसँगै जिउने भनी आधा उमेर पुरी बसेको छु होला नि तिम्रो पनि आधा अधुरा सपनाहरू ढुक्कले पुरा गर्दा हुन्छ माया म पर्खने छु तर यति नभुल्नु कि तिमीसँग जिउने भनी अरूसँग तर्की बसेको छु र साथीहरू अब हामीहरू फाइनल लुक्समा भेट्नेछौँ यो साथीहरू खोर्सानी पनि हालियो अब खोर्सानी चाहिँ कति ढिडी हाल्यो भाइ 7 ढेडे आज मराउने भयो नि त उमरको हजुर र फाइनल्ली मासु चाहिँ पाकिसकिरहेको छ हाँसको र फाइनल लुक चाहिँ यो किसिमको भएको छ वाउ दामी छ नि भन्दाखेरि यो हिरुम्बा यो इस्कुस साग यो हाँसको अनि यो चाहिँ के हो पनि फेरि वाउ यहाँ पनि एउटा आइटम रहेछ र आइटम चाहिँ यो किसिमको भएछ त यो साथीहरू यो चाहिँ खसीको झोल रहेछ साथीहरू मेरो चाहिँ गेटअप पनि यो किसिमको भइसकिरहेछ र म चाहिँ अब रेडी भइसकेँ टिको लाउनका लागि यहाँ अहिले साथीहरू जेठो दाइ र मालदाई चाहिँ यहाँ अहिले इन्टर हुनुहुँदैछ र जेठो दाइ चाहिँ यहाँ अगाडि र मालदाई चाहिँ यहाँ हेलो अम्बो र अब हामीहरू चाहिँ सबैजना भेला भइसक्यौँ हामी दाजुभाइ चाहिँ साथीहरू हाम्रो चेलीले चाहिँ निकाल्नु हुँदैछ अहिले यहाँ अब हामीहरूको चाहिँ टिका लगाउने बेला अब हुन लागिसकिरहेछ र हामीहरू चाहिँ सबै एकदम फुल गेटअपमा बसिसकिरहेछौँ सालदाई मालदाई ठुलदाई अनि अब कान्छो त सबैले देखि नै राख्नु भएको होला त अब चिल्पा मालदिदी हुनुहुन्छ र मालदिदी पनि हिजो आउनुभएको उहाँ र अब दिदी बुइनी पनि योपालि चाहिँ आइरहेछ अब नेपालदेखि फास्टचोटि दुईटा
साथीहरू अहिले चाहिँ 2082 सालको हामीहरूले चाहिँ चेलीहरूदेखि टिका पनि लगाइसकिरहेछौँ र हजुरहरूलाई पनि लगाउनु हो भन्ने आशा राखेको छु र अब हामीहरूको सकिन लागिरहेछ र अब त्यसको बादमा चाहिँ यता हुनुहुन्छ यहाँ भेनाहरू बसिराख्नु सोरी ब्रदर र यहाँ अब भेनाहरू हुनुहुन्छ र अब यहाँ भेनाको दिदी चाहिँ यता दिदी चाहिँ कुन दिदी हो उहाँ चाहिँ जेठी दिदी कान्छी दिदी अनि अब यतै भेनाको भाइ उहाँलाई ठुल्दै उहाँले चाहिँ अब सबैलाई चिनिराख्नु भएको होला फाइनल्ली साथीहरू हामीहरूलाई चाहिँ अब टिका पनि लगाइसक्यौँ र अब खानपिनका व्यवस्था गर्नुपर्ने हुन्छ र अब हामीहरूको चाहिँ सक्यो र अब यहाँ फेरि भेनाहरूको सर्ट रन अनि दिदीहरू भान्जा भान्जी म सबैको म देखाउने छु र यो भिडियो चाहिँ के कस्तो लाग्यो हजुरहरूलाई राम्रो लागेमा एउटा कमेन्ट र एउटा लाइक गर्न नभुल्नु होला साथीहरू र सबैजना मेरा फेसबुक फ्यामिलीलाई पनि ह्याप्पी भाइटिका रहेको छ र म देखाउनुहुन्छ भिडियोलाई अन्तिमसम्म माया देखाइदिनुहुन्छ अनि आशा राखेको छ हजुर दाइहरू चाहिँ यहाँ व्यवस्थित तरिकाले बसिसक्नु भएछ र खानामा के कमी कमजोरी छ यता दिदी बहिनीहरूलाई भन्नु होला र म पनि यहाँ एकछिनमा खानेछु साथीहरू अहिले चाहिँ अब यहाँ हाम्रा भाइरल भेना उहाँको पनि अब दिदीले यहाँ अब सुरु गरिसक्नु भएको छ र उहाँ दिदीले चाहिँ अब नगर्ने अरे उहाँको कोही आफन्त बित्नु भएको रहेछ र त्यही भएर अलिकति नरमाइलो लागेको छ र अब एकजना दिदीले अब त्यस्तै हो दिदी अब कहिले कहिले अब भन्न सकिँदैन होइन भन्न सकिँदैन कति नरमाइलो लागेको छ र अब एकजना दिदीले होइन अलिक एक्टिभ हुनु है एक्टिभ भाइरल भएन अन्त अस्तिको त 50 जितेको त अनि बङ्गै होला नि त यहाँ 50 जितेको ल अब यहाँ फुल लाउने कार्यक्रम भइँदैछ मिठो छ भएन अहिले त रसमलाई आउँदैछ है अब रस भाउँदैन आज त नि खानु पर्छ भोलिदेखि भाग्न मिल्दैन उस्तो ए यहाँ त सीता दिदीका मात्र यहाँ आइसक्यो अब मोजी कोट्याउने रमा दिदीले चाहिँ दिइसक्नु ला अर्को दिदीले पनि निकाल्नु भयो उहाँले बतले आयो त अर्का दिदीका खम्बा आयो रातो लगाउनु अनि आशिक पनि दिन्न अनि दिदीलाई के हो अनि आशिक अब के भन्नु दिदीहरुले चाहिँ दिने हो भान्जा लिएर आऊ भन्दा ल्याइसक्यो अब त्यो लु सक्यो अब लु सुरु गरौँ न के हो अनि लु 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 अनि आयो अहिले चाहिँ दिदी लु न निकाल्नु न अब त भाइरल मान्छे त यी बस्छ नि त तपाईसँग त फेसबुकको आदि पनि आउँछ लु निकाल्नु लु निकाल्नु म निकै दिदी ठिकै आयो त अनि यति राख्नु होला नि होइन थप्नु न अलिक अलिक थप्नु न अलिक होइन थप्नु न अलिक कम्ती हुन्छ दिदी खुसी नि थियो र अहिले चाहिँ अब भान्जाहरूको साना भान्जाहरूको पालि आइसकेको थियो र उहाँ भान्जा चाहिँ इराङदेखि आउँदा अलिकति लेट भएछ त्यही कारणले गर्दाखेरि यहाँ सबभन्दा फास्टचोटि त अब सानाको लगाउनु पर्थ्यो र त्यसपछि हामीहरू लगाएर चाहिँ अनि फेरि दिदीहरूले लगाएर अहिले अब यहाँ यो च्यानललाई लाइक सब्सक्राइब सेयर गर्नु सबैहरूलाई हजुर यहाँ दिवालीको टिको लगायो भने तपाईँहरूले पनि भिडियो हाल्नु यहाँ हामीहरूको चाहिँ युट्युबमा फेसबुक युट्युबमा दुइटै हाल्छौँ च्यानल त्यस्तरी अर्काबाट
यसलाई चाहिँ यस्तरी लगाउन है। टोपी चाहिँ बाङ्गो नबनाइदेऊ न, यस्तरी लगाउने हो नि त टोपी। टिको पुसिन आँटो पुस्यो त टिको यहाँ आइदिए भान्जा अनि छ कि छैन व्यवस्था? छैन खोइ हेरौँ व्यवस्था कति छ हेरौँ। खतरा लाग्यो त मान्छे त अनि तिमी त अनि टिप्ने छैन तिमीले एउटा टी सर्ट कहाँ त्यो होइन नि बुझ्न दिएकै छैन। ए म चाहिँ खाली खाली भयो जस्तो लाग्यो। यहाँ आउँदा मलाई किन भनेको यता दिदीहरूलाई भन। एउटा दिदी टकाएको साथीहरू सबैको अहिले चाहिँ अब टिको लाएर पनि खतम भइसकेको छ र अब यहाँदेखि अब दाईहरू सबै भेना अब यहाँ साल दाई माल दाई ठुल दाई कान्छी दिदी सबै अब दिदी सबैजनालाई अब मेरो चाहिँ साथीहरू अहिले खाँदै पिन्दै मेरो व्यवस्था भएको छैन। अलिकति भ्लकर हुन पनि निकै साह्रो छ, तपाईँहरूलाई पनि थाहा छँदैछ। अब मेरो पनि एक लामो हुन्छ जस्तो छ साथीहरू, तर पनि एडजस्ट गरेर हेरिदिनु होला र हामी फेरि अर्को भिडियोमा भेट्दैछौँ। बाइ बाइ साथीहरू।